Hi guys, welcome back to my YouTube channel. तपाईहरुलाई लागिरहेको होला यो मान्छे नक्कल सक्कल पारेर कहाँ जान लागेको भनेर। एज यु क्यान सी बाइ द टाइटल, आज चाहिँ मेरो बाबा मम्मीको एनिभर्सरी हो अनि म चाहिँ त्यतै जानु लागेको हो। अघि नै आइपुगेको। म चाहिँ यहाँ माइतमा मम्मी थिम आइसकेँ अनि अब चाहिँ म बेलुनहरू फुक्न लागेको हो। म चाहिँ अब बेलुनहरू फुक्न लागेको है। सबै बेलुनहरू अब चाहिँ डेकोरेसन गर्न लागेको। यता हुन्छ कि यतातिर हुन्छ हेरौँ। यता चाहिँ लेग पिस फ्राई हुँदैछ। भाउजू सेफालीको लागि बेल्दै हुनुहुन्छ। यता कति भद्रगोलो मासु पाक्दैछ। मासु यता सेफाली
गोर्खा अचार, लेग पिस, सेफाली, चिकन, अनि यहाँ छ चटपट। फुपू, सानो फुपू, यता आजको स्पेसल मेन बाबा। ल बाबा, 2 शब्द यसो आज एनिभर्सरीको दिनमा केही 2 शब्दहरू भन्नु पर्यो। 2 शब्द जाओस्। को चाहिँ तयारीको लागि चाहिँ सबैले छोराबुहारी छोरी सबैले चाहिँ एनिभर्सरीको लागि चाहिँ मनाउने भनेर तयारी गरेको सबैलाई एकदम आशीर्वाद धन्यवाद छ है। आज हाम्रो विवाह भएको पनि आज 29 वर्ष पुरा भएर 30 वर्षमा सुरु भयो। एकदम खुसी भयो। आजसम्मको दिनहरू चाहिँ एकदम राम्रो तरिकाले बितिरहेको छ। बाँकी दिनहरू पनि अब एकदम राम्रोसँग बितोस् प्रार्थना गर्दछु। मम्मीबाट कहिले पनि 2 शब्द भन्नु हुँदैन न, सबै कुरा बाबाले भनिसक्नुभयो। त्यही हो, आगामी दिनहरू पनि यस्तै खुसी दुःखहरू कहिले पनि नहोस्, यस्तै खुसी रमाइलोको साथ बित्न पाओस्। बाबाबाट पनि धेरै माया पाइरहोस् अनि बच्चा बच्चीहरूबाट पनि सधैँ माया पाइरहोस्। कहिले पनि नराम्रो शब्दहरू नआओस्, सुन्न नपरोस्। राम्रो कुराहरू राम्रो शब्दहरू मात्रै सुन्न पाओस्। यता दाइ हजुरबाट केही छ कि? केही छैन 2 शब्द? यो सबै राखेकै हाम्रो यसबाट हो नि त, ड्याडी मम्मीको लागि। योभन्दा अगाडि त म थिइनँ क्या सायद। अहिले म यो परिवारमा भएँ। के अर्कोचोटि फेरि पनि यसरी नै ड्याडी मम्मीको साथ हाँसी खुसी बहिनी साथ यसरी नै मनाउन पाओस्। मेरो पनि भगवान्सँग यही प्रार्थना छ। यति भन्दै आशीर्वाद लिन पाऊँ। अब यो तयारी कसरी भयो भन्दाखेरि मैले भन्नु है। अब छोरा पनि छुट्टी आएको, जय बाबु पनि अब यो छुट्टी आउने बेला थियो। कारणवश अलि ढिलो भयो। सबै आउने बेलामा चाहिँ अब यो कार्यक्रम गर्ने भने सबैको छोरा बुहारी अनि छोरीहरूको चाहिँ सल्लाह भएर चाहिँ यो प्रोग्राम खास यसरी भयो होला भन्ने मेरो विचारमा चाहिँ लागेको है। मैले भनिसकेँ त, अचानक थाहा भएर आयो। म एकदम खुसी लाग्यो। के अरे कति 19 वर्ष पुरो पुगेर 30 वर्षमा प्रवेश गरेको विवाह दम्पत्य जीवनलाई दाइ भाउजूलाई दाजु भाउजूलाई के भनौँ, सुख हाँसी खुसी बिताओस्। आउँदो दिनहरू पनि यसरी रमाइलो अनि सुखमय होस्, सबै परिवारमा राम्रो होस् भन्न चाहन्छु। यति नै। ल यति भन्दै यो भिडियो यहीँ इन्ड है। ल भाउजू बाई गर्नु ल यता। बाई। ल दाई यता, मम्मी बाबा यता, फुपू। गिफ्ट ओपनिङ बुहारी नानीले ठुलो छोरीले ल्याइदिए रहेछ, त्यसको लागि धेरै धेरै धन्यवाद। मम्मीले सम्झेर ल्याइदिएकोमा रहेछ है।
के रहेछ है यसो हेरेर के हो यो के हुँदैछ नि यसमा चुरी खोलेर हेर्नु है मम्मी निकालेर नै ठ्याक्कै मेरो साडीसँग मिल्ने थियो रहेछ हालिदिन पाए त लगाइहाल्थ्यो नि होइन अर्को पनि ठ्याक्कै थ्याङ्क यू त्यसको लागि धेरै धेरै धन्यवाद झन् यो कति यो साइनिङ दिने रहेछ झन् छिडेक छिडेक पार्टीमा लाउने खालको रहेछ स्पेसली यही साडीको लागि कति राम्रो छ थ्याङ्क यू छोरीलाई धन्यवाद छ ल ड्याडीको ब्याग त झन् कति राम्रो रहेछ हो मलाई यस्तो झन् हेर्न झन् यस्तो के होला हामीले एउटा चिज आशा राख्ने आशा गर्नुभएको थियो त्यही भएर यस्तो मम्मीले पुगेपछि लाम्ला भन्ने गर्नुभएको थियो त्यही भएर के हो यो चाहिँ हाइट यो चाहिँ अब उसी के त्यो स्वेटर यस्तो देखाउनु न राम्रोसँग टाइकुन रहेछ अस्ति रातो टाई थियो रातो टाई नजर जस्तो भयो यसो सम्झेर व्हाइट सर्टमा जुन सर्टमा पनि यही सर्टमा पनि म्याचिङ हुन्छ जुन सर्टमा मिल्ने नै मम्मीको गिफ्ट ल साडी पनि सुहायो मम्मी सुहाउने रहेछ है मम्मीले पुरा नगरेर यता पुरा भयो ल के रहेछ खोइ यता देखाउनु त बाबाको सिलाउन नलेख्छ बुन्न नल्याएर अब यो चाहिँ स्प्रिङ जुन सिजनमा नि मिल्यो कि ड्याडीलाई अब नर्मल्ली हल्का चिसोमा लाए पनि राम्रो ल यता देखाउनु त बाबा ल अब यो भुन्टीको है मेरो त छैन के नि सेम हो मेरो त यो फोटो भुन्टी सजाउने फ्रेम हुन्छ हेरेछ त्यो फोटो छ कि छैन त्यहाँ भनेर हेरेछ अझै यतै हेरेको सिधै त यता हेर्छ अझै यस्तो बनाएर ल्याइदिए रहेछ ट्याक्कै मेरो मनमा सोचेको थिएँ मैले यो फोटो ठुलो बनाएर फ्रेममा राखौँ कि भनेर मनमा सोचेको थिएँ मन परेको थियो कान्छी छोरीले निकालेर ल्याइदिए रहेछ त्यसको लागि पनि धेरै धेरै धन्यवाद कान्छी छोरीलाई यो चाहिँ बहिनीको लागि के अरे मम्मीले समय पारेर त्यो मौका मिलेर समय पारेर बहिनीलाई स्पेसली के दाइ भाउजू खास गरी भाउजूले सम्झेर दाइ भाउजूको तर्फबाट भन्नुपर्छ आखिरमा दाइ भाउजूको तर्फबाट थ्याङ्क यू मेरो दाइ भाउजूलाई मलाई सम्झेर गिफ्ट ल्याइदिनु भयो म हेर्दैछु ल साँच्चै नै मलाई ढाँटेको होइन यो कुरा चाहिँ मैले पठाउँछु भनिराखेको ब्याग यता नि हेर नि त अनि भाउजूवाला राम्रो लाग्यो होला थ्याङ्क यू मन पऱ्यो कलर राम्रो